स्वागत छ सबैजनालाई मेरो धर्म एन्ड नलेज युट्युब च्यानलमा। मैले यहाँ लेखेको छु, मैले आफ्नै तरिकाबाट म यहाँ केही लेखेर तपाईहरुलाई देखाउने छु। अब यसमा चाहिँ हाम्रो वर्ण चाहिँ 30 वटा हुन्छ। अब यो सम्बोटको 30 वटा वर्णलाई फेरि एकचोटी दोहोऱ्याउन गइरहेको छु। एकचोटी हेर्नुस्। का, खा, घा, घा, च्या, छा, झा, ञा, ता, था, धा, ना, पा, फा, भा, मा, चा, छा, जा, वा, शा, सा, हा, या, रा, ला, शा, सा, हा, आ। सम्बोटा लिपि अर्थात् लामाछो, यसमा चाहिँ हाम्रो मात्रा चाहिँ 4 वटा मात्र हुन्छ। त्यसलाई चाहिँ आलिजी भनिन्छ। आलिजी, त्यसलाई नेपालीमा चाहिँ स्वर वर्ण भनिन्छ। 4 वटा स्वर वर्ण, त्यसलाई चाहिँ आलिजी भन्छ। अब यो काखा जानिसकेपछि त्यो माथि चाहिँ यो आलिजी त्यो सब काखामा जोड्नुपर्छ। काखा 30 वटा वर्णहरू छन् नि, ती 30 वटा वर्णहरूमा चाहिँ यो आलिजी चाहिँ जोड्नुपर्छ। आलिजी भनेको चाहिँ मात्रा हो। अब हेर्नुस् है, बिस्तारै थाहा पाउँदै जानुहुनेछ। आलिजीमा चाहिँ इ, उ, ए, ओ। अब मैले नेपालीमा पनि मुनि देखाएको छु। नेपाली आउनेहरूको लागि सजिलो हुनेछ, त्यसैले इ भनेको इ नै लेखेको छु मैले। इ, उ को मुनि उ लेखेको छु, ए को मुनि ए लेखेको छु, ओ को मुनि ओ लेखेको छु। अब यो हाम्रो सम्बोटा लिपिमा अथवा लामाछोमा चाहिँ मात्र 4 वटाको नाम चाहिँ यसरी हुन्छ। किगु, यो चिन्ह छ भने किगु भन्नु पर्यो। नाम चाहिँ किगु हो। यो स्याप्क्यु, स्याप्क्यु। यसको नाम चाहिँ ढेङ्बो, यो चाहिँ नारो। किगु, स्याप्क्यु, ढेङ्बो, नारो। किगु, स्याप्क्यु, ढेङ्बो चाहिँ जोडेर लेख्दाखेरि यसरी लेखिन्छ। यहाँ हेर्नुहोस्। अब यो किगु जोडेको, अघि माथिको यो किगु, कामा किगु जोड्यो। कामा किगु जोड्दाखेरि चाहिँ कि भन्नुपर्छ। कामा स्याप्क्यु जोड्यो, कामा स्याप्क्यु, यो चाहिँ कामा स्याप्क्यु जोडेको। कामा का स्याप्क्यु, कु भयो, कु। कामा ढेङ्बो जोड्यो भने के, का ढेङ्बो, के। कामा नारो जोडेपछि को। अब झोलो पर्दाखेरि चाहिँ यसरी भनिन्छ। का किगु कि, का स्याप्क्यु कु, का ढेङ्बो के, का नारो को। नेपाली र इङ्ग्लिस जानेको साथीहरूले चाहिँ यसरी झोलो पढ्नु पर्दैन, सिधै पढे हुन्छ। अन्तिममा गएर सिधै पढ्ने हो। अरू अब नेपाली र इङ्ग्लिस अरू वर्णमाला नजानेका मित्रहरूको लागि चाहिँ झोलो पढे ठिकै हो। तर त्यो नेपाली र अङ्ग्रेजी इङ्ग्लिस जानिसकेकाहरूको साथीहरूको लागि चाहिँ यो झोलो पढ्नु पर्दैन, सिधै पढ्नुहोस्। अब यो कि, काममा यस्तो इकार दिएपछि कि, अनि यस्तो कु, काममा स्याप्क्यु दिएपछि कु, कु, के, को। अब पढ्दाखेरि तपाईँहरूलाई चाहिँ कि, कु, के, को, कि, कु, के, को, कि, कु, के, को। यसरी सिधै पढ्नुहोस्। अरू अक्षरहरू पनि किगु, स्याप्क्यु, ढेङ्बो, नारो जोडेको यहाँ राखेको छु। त्यो म एकचोटि भन्छु, तपाईँहरू पनि हेर्नुहोस् एकचोटि। खि, खु, खे, खो, कि, कु, के, को, ङि, ङु, ङे, ङो, चि, चु,
चे चो छि छु छे छो ची चू चे चो नी न्यू न्ये न्यो ती तू ते तो थी थू थे थो ती तू ते तो नी नू ने नो पी पू पे पो फी फू फे फो पी पू पे पो मी मू मे मो ची चू चे चो छि छु छे छो जी जू जे जो वी वू वे वो शी शू शे शो सी सू से सो ई ऊ ए ओ यी यू ये यो री रू रे रो ली लू ले लो शी शू शे शो ही हू हे हो ई ऊ ए ओ आजको लागि यतिमै राख्छु। राम्रोसँग पढ्नुहोस्, तपाईँहरू सबैलाई काम लागोस्, यही मेरो मानसाइ रहेको छ। धन्यवाद।